जय शम्भु। आज पनि म तपाईहरू सामु नेप्से र तपाईहरूले कमेन्ट गरेर बताउनु भएको स्टकको स्टक एनालाइसिस लिएर उपस्थित भएको छु। अर्को भिडियोमा तपाईहरू कुन स्टकको स्टक एनालाइसिस हेर्न चाहनुहुन्छ कमेन्ट गरेर बताउनु होला। अनि तपाईहरू टेक्निकल एनालाइसिस र फन्डामेन्टल एनालाइसिसको क्लास लिन चाहनुहुन्छ भने यही आइतबारदेखि हाम्रो नयाँ क्लासहरू सुरु भइरहेको छ। अनलाइन र फिजिकल दुवै क्लास हुन्छ। क्लास लिनको लागि यो भिडियोको डिस्क्रिप्सनमा भएको मेरो व्हाट्सएप नम्बरमा मलाई मेसेज गर्न सक्नुहुनेछ। आज नेप्से 24 अङ्कले घट्यो भने कारोबार 15 अरबको भएको छ। यो चाहिँ अघिल्लो दिनको भन्दा थोरै बढी कारोबार भएको हो र यसरी घटेको बेलामा धेरै कारोबार हुनुले चाहिँ राम्रो सङ्केत गर्दैन। तपाईहरू यहाँ नेप्सेको चार्टमा हेर्न सक्नुहुन्छ। आज चाहिँ एउटा बेरिस क्यान्डल बनेको छ। बेरिस इन्गल्फिङ त भएको छैन लगभग, तर हिजोको क्यान्डललाई धेरै जस्तो भाग कभर गर्ने गरी एउटा बेरिस क्यान्डल बनेको छ। हिजोको भन्दा भोल्युम पनि अलिकति ज्यादा आएको छ। खासै राम्रो सङ्केत चाहिँ छैन, तर पनि अब जुन प्रधानमन्त्रीको शपथ छ हैन, अलिकति पोजिटिभिटी हुँदाखेरि मार्केट भोलिबाट फर्केर आइतबार सोमबारसम्ममा एकचोटि 3000 देखि 3050 को एरियासम्म जाने सम्भावना चाहिँ रहन्छ। मैले तपाईहरूलाई बारम्बार भनेको यो एरियामा थोरै सेलिङ गरेर यो एरियामा बाई गर्ने भनेर हामीले कुरा गरेका थियौँ। पहिलोको एनालाइसिस भिडियो हेर्नुभयो भने त्यसपछि मैले तपाईहरूलाई बारम्बार भनेको हामीले सेलिङ गर्ने एरिया, प्रॉफिट बुक गर्ने एरिया चाहिँ 3000 देखि 3050 को यो बीचमा चाहिँ हाम्रो प्रॉफिट बुक गर्ने एरिया हो। आज घटेको भए पनि अब त्यस्तो धेरै भोल्युम पनि छैन, थोरै मात्र बढेको हो र मार्केटमा केही पोजिटिभिटी हुँदाखेरि भोलि पनि अलिकति घटेर भोलिदेखि अथवा आइतबार सोमबारसम्ममा मार्केट चाहिँ यो एरियामा जाने सम्भावना हुन्छ। 3000 देखि 3050 मा यो एरियामा चाहिँ हामीले प्रॉफिट बुक गर्नुपर्छ। अनि हामीले किन्नको लागि यहाँबाट आयो भने पनि यसै आयो भने हामीले किन्ने एरिया भनेको 2800 को आसपास आयो भने चाहिँ हामीले थोरै बाई गर्न सक्छौँ। यहाँदेखि हामीले पार्सली बाई गर्छौँ र योभन्दा तल आयो भने एभरेजिङ गर्छौँ र बेच्ने एरिया भनेको फेरि अर्कोचोटि जाँदाखेरि 3000 भन्दा माथि गएपछि हो। अहिलेको लागि चाहिँ हामीले 3000 देखि 3050 को मात्र टार्गेट राख्छौँ। तपाईको चान्सेस हाई छ कि मार्केटले एकचोटि 3000 देखि योमा प्रॉफिट बुक गर्ने अपर्च्युनिटी दिन्छ। दिएन भने हामीले जति प्रॉफिट बुक गरेछौँ त्यसको बाइङ एरिया भनेको 2800। अब अहिलेको रेन्जमा आज भोलि बाई गर्दा हुन्छ कि हुँदैन भनेर धेरैले कमेन्टमा सोध्नु भएको छ। आज भोलि बाई गर्दा हामीले यो प्राइसमा बाई गर्न पाउँछौँ है। अब यो एरियामा बाई गरेर तपाईले प्रॉफिट बुक गर्दा यति मात्र प्रॉफिट हुन्छ, यहाँदेखि यहाँसम्म मात्र। अब कति स्टकमा त नबढ्न पनि सक्छ, 10% प्रॉफिट नहुन पनि सक्छ, अनि यतिमा हामीले बेच्न नभ्याइन पनि सकिन्छ। त्यो भएर यहाँ घट्यो भने चाहिँ यहाँसम्मको रेन्ज छ, तलको रेन्ज ज्यादा छ नि त। त्यो भएर हामीले यो एरियालाई चाहिँ हामीले बाइङ एरिया होइन, माथि गयो भने प्रॉफिट बुकिङ गर्छौँ, घट्यो भने हामीले 2800 को आसपासतिरदेखि बाइङ एरिया हेर्छौँ भनेर मैले तपाईहरूलाई बारम्बार भनिरहेको छु। हामीले अब इन्डिकेटरबाट हेर्ने हो भने बोलिङ्गर ब्यान्डमा आज खासै पोजिटिभ सिग्नल छैन। हामीले बोलिङ्गर ब्यान्डलाई एकचोटि छोएको थियो, छोडेर फेरि रातो क्यान्डल बनाइसकेको छ। यो स्थितिमा बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डमा आयो भने त्यही 2780 देखि 2800 को रेन्जसम्म आउने सम्भावना हुन्छ। बढेर गयो भने फेरि अप्पर ब्यान्ड छोयो भने 3014 को रेन्जमा मार्केटले फेरि यो लेभललाई छुन जाने सम्भावना पनि छ। तर अब माथि गयो भने अहिले हामीले माथिको टार्गेट कम भएको हुनाले यसले बाई सिग्नल चाहिँ भन्दैन। एमएससीडीमा तपाईँको बाई सिग्नल चाहिँ भ्यालिडै छ, तर आजदेखि हिस्टोग्राम मधुरो हुन लागेको छ। अनि मैले तपाईँहरूलाई हिजो अस्तिदेखि नै 2-3टा भिडियो अगाडिको हेर्नु भने जानकारी गराएको थिएँ। आरएसआईमा बेरिस डाइभर्जेन्स छ। अब यसले बताउने भनेको चाहिँ माथि चलिरहेको ट्रेन्ड छ नि, यो चाहिँ स्ट्रङ ट्रेन्ड छैन भन्ने हो। जस्तै प्राइस हेर्नु, तपाईँको यो दुईटा पोइन्टमा प्राइस चाहिँ माथि गएको छ, आरएसआई तल बसेको छ भनेपछि यसले यो चलिरहेको चाहिँ अन्तिम स्विङ हो अथवा सी वेभ अथवा फिफ्थ वेभ हुनसक्छ होइन। डाइभर्जेन्स भनेको त्यो एरियामा हुने हो र डाइभर्जेन्स भएर एक दिन पनि बढ्न सक्दैन भन्ने चाहिँ होइन। 2-4 दिनहरू माथि जान पनि सक्छ, तर मार्केटमा मोमेन्टम छैन, करेक्सन नजिकै छ भन्ने चाहिँ यसले सङ्केत गर्छ। त्यो भएर यहाँदेखि हामीले मैले भनेको रेन्जतिर पुग्यो भने प्रॉफिट बुकिङ एरिया हेर्नुपर्छ र हामीले फेरि बाई गर्ने एरिया भनेको मैले तपाईँलाई अघि भनिसकेको छु। नेप्सेक एनालाइसिस पछि आजको भिडियोमा हामी एनआइएलको नेको इन्सुरेन्सको चाहिँ टेक्निकल र फन्डामेन्टल एनालाइसिस गर्दैछौँ। अर्को भिडियोमा तपाईँहरू कुन स्टकको स्टक एनालाइसिस हेर्न चाहनुहुन्छ कमेन्ट गरेर बताउनु होला। अब हामीले अहिले एनआइएल हेर्ने भने 670-80 को प्राइसमा यो ट्रेड भइरहेको छ। मार्केट क्यापिटलाइजेसन हेर्नुहुन्छ भने यसको चाहिँ धेरै नै बढी छ होइन, लगभग 18 अरब भन्दा माथि छ भने 2.5 अरब भन्दा बढी यसको पेड अफ क्यापिटल भइसकेको छ। अब 52 विकको हाइकको कुरा गर्नुपर्दा लगभग 750 को आसपास छ भने लो चाहिँ 550 को आसपास छ। अब ठ्याक्क प्राइस तपाईँ यहाँ हेर्न पनि सक्नुहुन्छ। इपिएस 14 को छ। 14 को इपिएस हामीले नेपालमा लिस्टेड स्टकमा राम्रो नै मान्छौँ। यो चाहिँ एडजस्टेड हो। अब तपाईँको रिपोर्टेड इपिएस चाहिँ अझै नेगेटिभमा पनि छ होइन। अब अहिले चाहिँ तपाईँको जेनजी आन्दोलनहरूले फरक परेको छ, तर जेन्युन रूपमा यो राम्रो नै कम्पनी हो। त्यसैगरी यसको बुक भ्यालु हेर्नु छ भने 220 छ। अब हामीले यसमा डिभिडेन्ड हिस्ट्रीहरू पनि हेर्न सक्छौँ। तपाईँले यहाँ डिभिडेन्ड हिस्ट्री हेर्न सक्नुहुन्छ।
यसपालि नै यसले 15% चाहिँ डिभिडेन्ड दिएको थियो, 3% बोनस र 12% क्यास। अघिल्लो साल 7% बोनस दिएको थियो, त्योभन्दा अघिल्लो साल पनि 15, 15, 16, 8% दिएछ। अब यसले तपाईँले हिस्ट्रीमा हेर्दा मिनिमम पनि 7% र म्याक्सिमम चाहिँ तपाईँलाई 21%सम्म दिएको छ नि, रिसेन्ट एरियामा पनि 15% चाहिँ दिएको छ। अब यसपालि पनि हामीले केही न केही डिभिडेन्ड दिन्छ भनेर आश गर्ने ठाउँहरू छ। अब कम्पनी फाइनेन्सियल रूपमा हेर्दा अहिले पनि नाफामै भएको कम्पनी छ, तर नाफा चाहिँ घटेको छ है। अनि रिपोर्टेड इपिएस पनि घटेको छ। यो घट्नुको कारण चाहिँ तपाईँलाई जेनजी आन्दोलनमा जुन प्रभाव पर्यो त्यसले चाहिँ सबै नन लाइफलाई प्रभाव पारेको छ। तर हामीले हिस्टोरिकल रूपमा हेर्ने भने यसको फन्डामेन्टल राम्रो छ, कोर बिजनेस पनि राम्रो छ, इन्सुरेन्सहरूमा नेपालको टप इन्सुरेन्सहरूमा पर्छ। त्यो हिसाबले भविष्यमा चाहिँ यसको राम्रो हुनसक्छ। अब हामीले एनआइएलको टेक्निकल एनालाइसिस हेर्ने हो भने तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ, यसको नजिकैको सपोर्ट चाहिँ 640 मा छ। त्यो भएर तपाईँले घट्यो भने 640 को आसपास होइन, अहिलेको प्राइसबाट अलिकति घट्दा पनि तपाईँहरूले बाई गर्न सक्नुहुन्छ। अनि टार्गेट चाहिँ हामीले यसको मिनिमम टार्गेट पनि 750 राख्न सकिन्छ, 750 भन्दा माथि जाने सम्भावना पनि छ। त्यो हिसाबले राम्रो नै स्टक छ। घट्यो भने बाइङ अपर्च्युनिटी हेर्नु होला। अब कोर बिजनेसहरू राम्रो हुँदैछ। जेनजी आन्दोलनमा भएको नोक्सानले गर्दा अहिले इपिएसहरू चाहिँ धेरै राम्रो हुन सकेको छैन। त्यही पनि रिपोर्टेड अघिल्लो सालको इयर इनको इपिएसहरू त राम्रै छ, बिजनेस सुधार हुँदै नै छ। डिभिडेन्ड क्यापेसिटीहरू छ, अहिले पनि छ होइन। अब यसपालि के गर्छ भन्ने कुरो रह्यो, तर प्रत्येक साल दिएको छ। त्यो हिसाबले तपाईँहरूले घट्यो भने बढेर माथि चाहिँ बाई नगर्नु होला। माथि बाई गऱ्यो भने फसिन्छ। एनआइएल जस्तो स्टक घटेर फेरि अलिकति लो प्राइसमा आउँदा तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब मैले यति भनिसक्दा पनि यो तपाईँहरूलाई बाई गर्न रिकमेन्डेसन चाहिँ गरेको होइन। तपाईँहरूले आफ्नो पनि अध्ययन अनुसन्धान गर्नु होला। घाटा भयो भने तपाईँहरूको पैसा जाने हो। त्यो भएर आफूले पनि रिसर्च गर्नु होला। र मैले अघिल्लो भिडियोहरूमा पनि केही स्टकहरू तपाईँहरूलाई भनेको छु, तपाईँहरूले कमेन्ट गरे अनुसार। अब त्यो पनि भिडियोहरू हेर्न सक्नुहुन्छ। टेक्निकल एनालाइसिस सिक्नको लागि तपाईँले मेरो यहाँ टेक्निकल एनालाइसिस कोर्स भन्ने प्लेलिस्ट छ च्यानलमा, त्यो हेरेर पनि सिक्न सक्नुभयो। अथवा तपाईँहरू मसँग क्लास लिन चाहनुहुन्छ अनलाइन र फिजिकल क्लास भने मेरो वाट्सएप नम्बर चाहिँ भिडियोको डिस्क्रिप्सनमा छ। मलाई वाट्सएपमा मेसेज गर्नु होला। आइतबारदेखि नयाँ क्लास हुँदैछ, क्लासमा जोइन गरेर पनि सिक्न सक्नुहुन्छ। तपाईँहरूले अहिलेसम्म पनि च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गरेर सहयोग गर्न सक्नुहुनेछ। भिडियोमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला। अनि मेरो लागि केही सल्लाह सुझाव छ भने कमेन्ट बक्समा कमेन्ट गरेर सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। आजको भिडियो पुरै हेरिदिनु भएकोमा तपाईँहरूलाई हार्दिक धन्यवाद। आगामी दिनमा फेरि पनि यस्तै भिडियो लिएर आउने नै छु। तबसम्मको लागि तपाईँहरू स्वस्थ, मस्त र व्यस्त रहनुहोला। भगवान पशुपतिनाथको आशीर्वाद तपाईँहरू सबैजनामा बनिरहोस्। जाने बेला सबैजनाले कमेन्टमा बम बम भोले भनेर जानुहोला। भगवान भोलेनाथको आशीर्वाद प्राप्त हुनेछ। जय शम्भु, बम बम भोले, हर हर महादेव, जय महाकाल, जय पशुपतिनाथ।